लाइनमा हो तपाईहरु? मुखियाको लाइनमा म होइन, मुखियाको लाइनमा उता छ नाबी हो। मुखियाले के गर्छ? तपाईहरुको मुखियाको नाम के हो भन्नु त? मुखिया तपाईहरुको? हामीको मुखियाको नाम बिरबहादुर, मेरो ससुरा। के गर्छ मुखियाले त? मुखियाले चाहिँ के गर्दैन, के काम पनि गर्दैन। मुखियाले हेरेर सुवासुको मात्रै दिन्छ, अरू केही काम गर्दैन। उनले भनेको चाहिँ मान्छन् अरूले हैन? सब मुखियाले गर्यो काम त मान्नु त पर्यो त। मान्नु पर्यो। अनि तपाईहरुको के छ? धन सम्पत्ति राख्ने चलन छ कि छैन? धन सम्पत्ति कस्तो छ? हामी जनसम्पत्ति राख्दैन, राख्दैन। बैंक खाता छ? हामी बैंक खाता छैन। अनि राज्यले अहिले सुविधा बाँड्न थालेको छ, कति दिन्छ महिनाको? महिनाको चाहिँ 4000। हजुर? महिनाको 4000। 4000 दिन्छ। त्यो 4000 ले चाहिँ तपाईहरु घर खर्च चलाउनुहुन्छ? कुखुरा भयो, बाख्रा भयो, चामल भयो, यस्तै ल्याएर खाने। अनि नागरिकता छ तपाईहरुको? नागरिकता छैन। छैन। बाख्रा पाल्नु हुन्छ कि के छ? नाइ बाख्रा पाल्नु हुन्न। नागरिकता किन नभएको? तपाईहरु नबनाएको के? नाइ होइन र, त्यसैले त नागरिकता हुँदैन त। है। अनि विवाह परम्परा कस्तो छ? हामी विवाह परम्परा त भित्रै भन्छ। मागेर हुन्छ कि मिलेर हुन्छ कि कस्तो हुन्छ? नाइ मागेर हुन्छ। तपाईको के थरी हो? हामीको राजकोटी छ। राजकोटीले राजकोटीसँग बिहे गर्छ कि गर्दैन? नाइ राजकोटीले कल्याणसँग बिहे गर्छ, कल्याणले सबंशीसँग बिहे गर्छ। वंशीले? सबंशीले फेरि राजकोटीसँग बिहे गर्छ। कतिवटा थर छ? 3टा थर छ। अनि विवाह गर्दाखेरि के छ प्रचलन? केमा भित्र्याउने चलन छ? के छ? सिन्दुर लाउने नेपाली प्रचलन अनुसारको छ कि छैन? के गर्नुहुन्छ? हामी पनि सिन्दुर नै लाउँछ, अनि पहिला सिन्दुर लाउँछ, त्यसपछि टिको लगाउँछ। त्यो रातमा चाहिँ पोतेहरु चाहिँ लाउनुहुन्छ कि लाउँदैन बिहे? पोतेहरु सब लाउँछ। हजुरले बिहे गर्नु भएको छ छैन? हामी चाहिँ बिहे गर्नु भएको छ। कति वर्ष भयो हजुरले बिहे गर्नु भयो? होइन, 1 वर्ष पनि भएको छैन। ए भनेपछि हजुर कति 19 वर्ष पुग्नु हो? 19 मा भर्खरै बिहे गर्यो, भर्खरै 3 महिना भएको। ए हो। अनि मृत्यु हुँदाखेरि के छ चलन? त्यो सबलाई अथवा लासलाई के गाड्नुहुन्छ कि जलाउनुहुन्छ कि के छ चलन? हाम्रो चाहिँ हाम्रो लास मर्यो भने हाम्रो लास चाहिँ तारा लगेर गाड्नुहुन्छ, जलाउनु हुँदैन। हामी गाड्नु पर्छ। अनि त्यो बाँदरको के जाली पनि सँगै राख्छ हैन लाससँग? लाससँग। त्यो किन राखेको थाहा छ तपाईलाई? नाइ किन राखेको होइन, त्यसको भागै यस्तै हो नि त। यो मर्यो भने त्यसको भाग त लाग्छ नि त। बाँदर मार्ने जाली। अनि शिकार चाहिँ के गर्नुहुन्छ अहिले? अहिले शिकार चाहिँ बाँदरको गर्छन्। अब बाँदरको मात्रै गर्छ, आज भोलि पुग्न नपाउन्न। अब बाँदर चाहिँ केले मार्नुहुन्छ? बाँदर चाहिँ लखेरेर मात्रै हो। लखेटेर वरिपरि यहाँ जाल थाप्ने, वरिपरि घेरेर हो, घेरेर पछाडि लखेरेर मार्ने। अनि तपाईहरुको बसाइ चाहिँ कुन बेला सार्नुहुन्छ? नै जहिलेसम्म यो जहिले मन लाग्यो उसैसँग सार्ने। जस्तै तपाईहरु बिरामी हुनुभयो भने तपाईहरु बसेको ठाउँबाट सर्नुहुन्छ अरे नि? सर्नुहुन्छ। किन त्यस्तो गर्नुभयो? नाइ बिरामी भयो भने त्यो ठाउँमा मान्छे मर्छ कि क्या हो भनेर सर्नु भएको है। ए अनि त्यहाँबाट सर्यो, अनि फेरि मान्छे मर्यो भने फेरि त्यहाँबाट बस्ती सार्नुहुन्छ? फेरि सार्नु। अनि कति जना